हामीले के गर्नु पर्यो भने इरर ह्यान्डलिङको लागि है अघिसम्म हामीले यही फर्मबाटै फर्म अरे एचटिएमएल एलिमेन्टबाटै भ्यालिडेट गरिरहेको थियो एचटिएमएल एलिमेन्टको एट्रिब्युट युज गरेर हो यो कुरा हामीले रियाक्टबाट गऱ्यो भने कसरी गर्न मिल्छ भन्ने कुरा हेरौँ कि सिम्पल है धेरै गाह्रो पनि नहेरौँ सिम्पल सो एउटा मैले सिम्पल अहिले यसलाई कम्पोनेन्ट बनाएँ लेट ओके यसलाई एक्सपोर्ट पनि होइन ल इरर ह्यान्डलिङ गरौँ लेट इरर ह्यान्डलिङ कस्ट टु एउटा कम्पोनेन्ट बनाउन ट्राई गरौँ सो यसमा सिम्पली मैले रिटर्न गरेँ एउटा डिभ हाल्छु है इरर एउटा डिभ हालेर मैले एच1 ट्याग हाल्छु इरर ह्यान्डलिङ इक्जाम्पल भनेर ल सो यो एड गरेँ मैले एउटा टाइटल यो टाइटल एड गरेपछि म एउटा फर्म एड गर्छु अहिले है यो फर्ममा मैले सिम्पली के गर्छु अहिलेलाई लेभल हाल्छु एन्ड देन यो लेभलमा चाहिँ मैले फुल नेम भनेर दुईवटा कुरा मात्र हाल्छु है मैले फुल नेम हाल्छु एउटा फुल नेम हालेर मैले यहाँ इनपुट फिल्ड दिन्छु यसलाई क्लोजिङ ट्याग्स यहाँ सेल्फ क्लोजिङ राखौँ यो सेल्फ क्लोजिङ राखेर मैले यसलाई आइडी चाहिँ फुल नेम भन्न दिन्छु फुल नेम है यो आइडी दिएपछि यहाँ फर पनि दिनु पऱ्यो तिमीहरूले फर नेम एचटिएमएल फर है किनभने रियाक्टमा एचटिएमएल फर हुन्छ कि सो यसमा मैले सेम त्यो आइडीलाई यहाँ प्रोभाइड गर्नु पऱ्यो यदि पर्फेक्टली गर्ने भए चाहिँ यो चाहिँ हुनै पऱ्यो कि है त अर्को कुरा मैले यो यसको टाइप पनि प्रोभाइड गर्छु टाइप भनेको यो टेक्स्ट हो प्लेस होल्डर प्रोभाइड गर्छु प्लेस होल्डर भनेको इन्टर योर फुल नेम भनेर है यति कुरा एड गर्छु अर्को पनि एड गर्छु मैले एउटा र यसलाई चाहिँ मैले सर्लक्कै कपी गरेर लान्छु कपी एन्ड पेस्ट सो यो फुल नेम होइन यो चाहिँ एज हो होइन यहाँ पनि मैले एज लेख्छु एन्ड देन यहाँ पनि यो पनि के हो हाम्रो आइडी भनेको एज हुनु पऱ्यो किनभने फुल नेम र त्यो सँगै यो एचटिएमएल फर्ममा जे कुरा देख्छ त्यो सेम कुरा यो आइडीमा हुनु पऱ्यो अर्को कुरा यो एज टाइप होइन टाइप टेक्स्ट हुँदैन यसमा चाहिँ के हुनुपर्छ नम्बर हुनुपर्छ एन्ड देन यहाँ इन्टर योर फुल नेम होइन यहाँ चाहिँ फुल एज हाल्ने हो एज हाल्ने हो कसैले ढाँट्छ नि त होइन ल सो एज भन्ने कुरा हालेँ मैले अब यति गरेर मैले एउटा लास्टमा एउटा बटन हाल्छु यो बटनमा चाहिँ मैले सिम्पली भ्यालिडेट भनेर मात्र लेख्छु अहिले भ्यालिडेट मात्र गर्न आँटेको हो क्या एन्ड देन यसमा चाहिँ मैले टाइप इक्वल्स टु के लेख्नु पऱ्यो सबमिट लेख्नु पऱ्यो है ताकि यो बटन क्लिक हुँदाखेरि यो फर्मको अन सबमिट भन्ने इभेन्ट ट्रिगर होस् कि है सो अब मैले के गर्छु हेर यहाँ एउटा मैले यो फर्मको लागि अन सबमिट भन्ने एउटा ट्रिगर बनाउँछु सो लेट ह्यान्डल फर्म सबमिट भनेर ह्यान्डल के भयो डिएलई ह्यान्डल फर्म सबमिट भनेर मैले बनाउँछु यो चाहिँ कस्ट टु एउटा इभेन्ट बनाऊँ यसमा इभेन्ट लिइहालौँ है त हजुर हेलो हजुर ल्याब हजुर होइन ठिकै छ भन्नुहोस् ए हुन्छ पठाइदिनु न त्यो त माथि ल्याबमा है डी ल्याबमा ल माथि 10 बजेदेखि छ भनेपछि म यसलाई 9, 10 सम्म पढाउँछु अनि उता लिन्छु नि त है ल हुन्छ म यता माथि चाहिँ श्याम सरको रुम नेरी डी ल्याबमा है ए ल सुन यहाँ सो एउटा मैले फर्म सबमिटको लागि बनाएँ जहिले पनि मैले तिमीलाई भन्ने गराएको छु यो यसको फर्मको डिफल्ट बिहेभियरलाई चाहिँ तिमीहरूले के गर्नुपर्ने हुन्छ प्रिभेन्ट गर्नुपर्ने हुन्छ कि त्यो भनेको के हो फर्म सबमिट हुँदा रिलोड गर्ने बिहेभियर है सो त्यसलाई प्रिभेन्ट गर्नलाई तिमीहरूले यहाँ अन क्लिकमा चाहिँ के दिनु पऱ्यो ह्यान्डल फर्म सबमिट दिनु पऱ्यो यहाँबाट अटोमेटिकली इभेन्ट यहाँ हुन्छ आउँछ सो त्यो इभेन्ट आइसकेपछि के गर्नु पऱ्यो यहाँ e.prevent डिफल्ट गर्नै पऱ्यो कि यसरी यति गरेपछि तिमीहरूको डिफल्ट बिहेभियर प्रिभेन्ट हुन्छ कि हुँदैन भनेर एकपल्ट हेरौँ है त सो यसलाई एकपल्ट एक्सपोर्ट गरी हेरौँ एक्सपोर्ट डिफल्ट एन्ड देन त्यसपछि इरर ह्यान्डलिङ भन्ने कुरालाई एक्सपोर्ट गरौँ है यति एक्सपोर्ट गरेपछि मेनमा गएर मैले यो अनकन्ट्रोल फर्मको सट्टा मैले यहाँ इरर ह्यान्डलिङ भनेर राखेँ है अब मैले रन गरेको ठाउँमा हेऱ्यो भने यो इरर ह्यान्डलिङको हामीलाई पेज आउनु पऱ्यो यहाँ
यहाँ गएर मैले यहाँ सिम्पली गरेर हेऱ्यो भने इरर ह्यान्डलिङको आयो फुल नेम एज अनि भ्यालिडेट। मैले फर्स्टमा यो ई डट प्रिभेन्ट डिफल्ट भन्नेलाई मैले कमेन्ट गर्छु हो, कमेन्ट गरिसकेपछि यहाँ गएर मैले भ्यालिडेट गर्न साथ हेर यहाँ रिलोड भइरहेछ कि यो हो, एभ्री टाइम रिलोड भइरहेछ कि यो। तर अब मैले के गर्छु यो ई डट प्रिभेन्ट डिफल्टलाई मैले यहाँ एड गर्छु र यहाँ भ्यालिडेट गरेर हेर त अब रिलोड भएको छैन के। सो तिमीहरूले यो डिफल्ट बिहेभियरलाई चाहिँ प्रिभेन्ट गरिरहेको छ युजिङ दिस है। सो मैले यहाँ कमेन्ट पनि गर्छु प्रिभेन्टिङ द डिफल्ट बिहेभियर अफ फर्म सबमिट इन एचटिएमएल है त, यसरी प्रिभेन्ट गर्नु पर्यो। अब तिमीहरूको फिल्ड कतिवटा छ, दुईवटा छ, एउटा एज एउटा फुल नेम। सो त्यो दुईवटाको लागि तिमीहरूले स्टेट त रेडी पार्नै पर्यो। सो लेट एन्ड त्यसपछि एउटा मैले भने फुल नेम यसलाई अपग्रेड गर्ने फङ्सन सेट फुल नेम र इज इक्वल्स टु युज स्टेट भन्ने मैले हुक युज गर्छु र यसमा के गर्छु मैले सिम्टी इम्टी हालिदिन्छु अहिलेलाई है। अर्को पनि गर्छु लेट एज भनेर राख्छु, यसलाई अपग्रेड गर्ने फङ्सन सेट एज एन्ड त्यसपछि इज इक्वल्स टु युज स्टेट भन्ने हुक चलाउँछु र यसमा मैले सुरुमा चाहिँ मैले 0 राखिदिन्छु कि एज 0 होस्, फरक परेन है। सो अब यति मात्र स्टेट मात्र बनाएर पुगेन क्या तिमीहरूले के गर्नु पर्यो, यहाँ गएर दुईवटा काम गर्नु पर्यो। एउटा भ्यालुमा चाहिँ गएर त्यो स्टेटलाई राखिदिनु पर्यो, रेस्पेक्टिभ स्टेटलाई है। फुल नेमको फिल्ड छ भने फुल नेमको स्टेटलाई राखिदिनु पर्यो। अनि यसको अनचेन्जमा गएर चाहिँ के गर्नु पर्यो, यहाँ गएर तिमीहरूले त्यो अपग्रेडर फङ्सनलाई कल गरिदिनु पर्यो। सो अपग्रेडर फङ्सनलाई कल गर्ने इजी छ, यहाँ इभेन्ट लिसेपछि यो फिल्डको भ्यालु गेट गर्न तिमीहरूले ई डट टार्गेट डट भ्यालु गरे भयो। सो यहाँ गएर के गर्नु पर्यो सेट फुल नेमलाई कल गर्ने अनि यसमा ई डट टार्गेट डट भ्यालु भन्ने यो फिल्डलाई पठाइदिँदा भयो। यति गरेर यसमा जे चेन्ज भएको हुन्छ त्यो कुरा यहाँ भ्यालुमा आउँछ र यो सेट फुल नेमले फुल नेममा सेट गरिदिन्छ। डन। सो एजमा पनि सेम कुरा गरौँ, यहाँ पनि गएर के गर्नु पर्यो भ्यालुमा गएर मैले एज सेट गर्नु पर्यो एन्ड देन त्यसपछि अनचेन्ज भन्ने यहाँ एट्रिब्युट्स हालेर यसमा फेरि एउटा कलब्याक फङ्सन राख्ने इभेन्ट लिने एन्ड देन इभेन्ट लिसेपछि यहाँ के गर्नु पर्यो सेट एज भन्ने कल गरेर ई डट टार्गेट डट भ्यालु भनेर लिनु पर्यो कि। डन। हेर अब मैले जुन यो ह्यान्डल फर्म सबमिट गरेको छ यहाँ आएर मैले कन्सोल गरिहेर्छु एकपल्ट, कन्सोल डट लग एन्ड देन एज कोलन, त्यसपछि यहाँ बाहिर गएर मैले एज लिन्छु है त, एज लिए एजलाई प्रिन्ट गरेँ। सो कन्सोल डट लग अर्को पनि प्रिन्ट गरौँ, अर्को भनेको फुल नेम थियो। सो फुल नेमलाई पनि मैले प्रिन्ट गर्दा फेरि फुल नेम भन्ने भ्यारिएबललाई युज गर्नु पऱ्यो स्टेटलाई है। सो यति गरेर मैले यहाँ कल गरेँ र यहाँ सो रिफ्रेस गरेँ, एउटा मैले फुल नेम राखेँ राम, एज मैले राखेँ 0लाई मैले 24 राखेँ, भ्यालिडेट गर्दा हेर त एज पनि आयो फुल नेम पनि आइरहेछ हो, आइरहेछ नि हो। यो कुरा चाहिँ तिमीहरूले ठ्याक्कै यसरी मिलाउनु पऱ्यो कि अब। सो जहिले पनि फिल्ड जतिवटा छ त्यतिवटा स्टेट बनाइदिने केही फरक परेन है। अलि पछि एडभान्समा गइसकेपछि तिमीहरू अलिक प्रोफेसनल भइसकेपछि त्यति बेला तिमीहरूले अब्जेक्ट थ्रु कन्ट्रोल गर्दा हुन्छ यो फिल्डहरूलाई है। अहिले चाहिँ सिम्पली यति गर्नु पर्यो। अब हामीले मेन कुरा के गर्न आँटेको हो, इरर ह्यान्डलिङ गर्न आँटेको। इरर ह्यान्डलिङ भनेको फर्म सबमिट गर्ने बेलामा यदि यो लेभलमा इरर छ भने यो लेभलकै तल के देखाइदिनु पर्यो, हामीले यहाँ के देखाउनु पर्यो, इरर देखाउनु पर्यो कि एक्ज्याक्टली यो फिल्डको तल है। सो त्यसको लागि के गर्नु पर्यो भने फर्स्टमा चाहिँ यो डिजाइन मिलाऊँ ल, यसलाई मैले यहाँ बिआर ट्याग हाल्छु, यो बिआर ट्याग हाल्यो भने थपक्क नै यो तल आउँछ हो। भ्यालिडेटमा पनि बिआर ट्याग हाल्छु, यहाँ गएर पनि मैले बिआर ट्याग हालेँ, एउटा बिआर ट्याग अर्को पनि बिआर ट्याग हालेँ। ल अहिले सिएसएस युज गरिनँ है मैले, अब देखाउन सजिलो हुन्छ। सो अब मैले यहाँ केही पनि सपोज मैले यहाँ एउटा पी ट्याग नर्मल पी ट्याग आई ट्याग राखेँ, आई ट्याग राखेर नर्मल एउटा मैले के देखाएँ भने यहाँ के आउँछ हेर त, यहाँ यो यता आयो, यसलाई मैले यहाँ माथि बिआर ट्याग हालेँ, सरी सेल्फ क्लोजिङ हालौँ है। सो बिआर ट्याग हाल्यो भने अब मिल्यो नि होइन, हेर त इरर यहीँ अन्त आउनुपर्ने। सो मैले यहाँ इरर यसको ठाउँमा मैले फुल नेम इज रिक्वायर्ड भनेर आयो भने भयो होइन त। यदि इम्टी छ भने मैले फुल नेम इज रिक्वायर्ड देखाउँदा भयो। अझै मैले यसलाई बेटर इरर जस्तो बनाउनलाई मैले के गर्छु, स्टाइलमा गएर चाहिँ मैले कलर सेट गरिदिन्छु कि, कलर चाहिँ के सेट गरेँ भने रेड भनेर सेट गरिदिएँ। अब हेर यो इरर जस्तो देखियो भयो नि होइन। सो सेम कुरा मैले तल पनि गर्छु। सो सिम्पली मैले यहाँ गएर यो बिआर र यो लिन्छु, यो लेभलको तल ठ्याक्कै यो राखिदिन्छु कि। सो यहाँ गएर मैले फुल नेमको ठाउँमा अब मैले के गर्छु एज भन्ने कुरा राख्छु। डन। तर यो इरर कति बेला आउनु पर्यो,
जब यो इम्टी हुन्छ हैन त, यो इम्टी हुँदा मैले जब यसलाई मैले भ्यालिडेट गर्छु अनि मात्र यो आउनु पर्यो नि त। अहिले डिफल्टमा त आउनु भएन नि त। सो त्यसको लागि एउटा स्टेट रेडी पारौँ। सो स्टेट रेडी के पारौँ भने यहाँ गएर लेट एन्ड देन यसलाई मैले इरर भने है त, इरर फुल नेमको म छुट्टा छुट्टै बनाउँछु है अहिले, तिमीलाई अब्जेक्ट बनाएर म कन्फ्युजन बनाउन चाहन्न। सो यहाँ गएर मैले सेट इरर फुल नेम भने मैले है इज इक्वल्स टु के गरेँ मैले एउटा इज स्टेट बनाएँ। इररको लागि पनि मैले के गरेँ, यसलाई चाहिँ मैले डाइरेक्टली नल दिएँ कि इम्टी होइन नल दिएँ, किनभने नललाई चेक गर्न इजी हुन्छ है। सो इरर फुल नेम फर्स्टमा इरर फुल नेमको गरौँ है। सो सबमिट गर्दाखेरि मैले यहाँ चेक गर्छु कि यो कन्सोल गर्नुभन्दा अगाडि चेक गर्छु यहाँ इफ फुल नेम इक्वल्स टु इम्टी छ भने, हेर छ भने के गर्नु पर्यो मैले यो इररलाई सेट गरिदिनु पऱ्यो क्या। सेट इरर फुल नेम गरेर मैले सिम्पली यहाँ के गर्छु फुल नेम इज रिक्वायर्ड भनेर गरिदिन्छु। गर्न पाएँ नि होइन, इम्टी छ भने यहाँबाट तल जानै दिन्न म, यहाँबाटै रिटर्न गरिदिन्छु। डन हो। मैले कसलाई सेट गरेँ यहाँ इररलाई सेट गरेँ। अब यहाँ गएर मैले यति सेट गरेपछि यो इरर फुल नेम स्टेटले मैले गएर यसलाई चेक गर्छु कि यसलाई। अब यहाँ कन्डिसनल रेन्डरिङ आउँछ। यदि यो इरर फुल नेममा कुनै डाटा छ भने मात्र यो देखाउने, नत्र नदेखाउने। सो त्यो गर्नलाई के गर्नु पर्यो यहाँ सिम्पली यसलाई मैले कभर गरेर कर्ली ब्रासेस हाल्छु हो। एन्ड देन त्यसपछि यहाँ के गर्छु मैले यदि इरर फुल नेम छ भने मात्र एन्ड हो नि त त्यो भनेको त होइन र, मैले पढाएको थिएँ नि हो तिमीहरूलाई डिफल्ट फलब्याक के डिफल्ट फलब्याक होइन सरी यो के हो डिफल्ट फलब्याक है ए सरी यहाँ यो गर्नु भएन। यदि इरर फुल नेम चाहिँ छ भने मात्र आउनु पर्यो होइन, त्यही हो यदि छ भने यो आउनु पर्यो क्या। सो एन्ड अपरेटर युज गर्ने यति गरेर तिमीले कन्डिसनल रेन्डरिङ गर्यो भने अरे अहिले हेर त यहाँ रिफ्रेस गरे हो यो आछ त छैन, तर तिमीहरूले यहाँ कुनै पनि यो भ्यालु हालेर तिमीहरूले यहाँ भ्यालिडेट गर्यो भने ए छ भने आयो, छ भने किन आयो फुल नेम इज रिक्वायर्ड भनेर आयो। ए ओके छैन भने त यहाँ फेरि रिसेट गर्नु पऱ्यो नि त। एल्समा गएर के गर्नु पऱ्यो यहाँ सेट इरर फुल नेमलाई चाहिँ के गर्नु पऱ्यो इम्टी गरिदिनु पऱ्यो कि होइन। छ भने चाहिँ यो फुल नेम सेट गरिदिने हो इम्टी, छैन भने चाहिँ के गरिदिने यो वालालाई कल गरिदिनु पर्छ। अब चाहिँ हेरौँ ल, रिफ्रेस गरेँ मैले यहाँ केही कुरा हाल्न थालेँ, भ्यालिडेट गरेँ हटायो, अनि फेरि मैले यहाँ केही कुरा मैले यो रिमुभ गरेँ भ्यालिडेट गरेँ के आयो फुल नेम इज रिक्वायर्ड आयो। अब पर्फेक्ट छ नि होइन। यहाँ किन कल भइरहेछ यो सुरुमै भने मैले यो एडिट गर्दा किन कल भइरहेछ यो फुल नेम इज रिक्वायर्ड भनेर मेबी केही होला, तर यो भ्यालिडेट गर्दा के हुन्छ यो हटिरहेछ नि त। अनचेन्जमा हामीले केही पनि गरेको छैन त्यही भएर होला कि है। सो यहाँ मैले रिमुभ गरेँ, यसलाई मैले अब भ्यालिडेट गरेँ नि फुल नेम इज रिक्वायर्ड भनेर। सेम एज तिमीहरूले इररलाई पनि गर्नु पऱ्यो, सरी इररलाई अरे एजलाई पनि गर्नु पऱ्यो। सो मैले यो टुडु राखेँ है, टुडु राखेर मैले के गर्छु यहाँ भ्यालिडेट फर एज राखेँ है त। सो यो तिमीहरूको टुडु हो, तिमीहरूले आफूले गर्नु पऱ्यो। मैले अहिले फुल नेमको अर्को एउटा कुरा एड गर्छु, के गर्छु भने यहाँ बाहिर आइसकेपछि यो भ्यालिडेट भइसकेपछि इररलाई चाहिँ मैले यसलाई नल राखिदिनु पऱ्यो होइन। यो भनेको यो केस भनेको रिसेट गर्ने हो। यदि भ्यालिडेट भयो भने यसलाई नल गरिदिने सिधै फरक परेन। तर अर्को एउटा भ्यालिडेसन एड गर्छु मैले इफ फुल नेम डट एन्ड त्यसपछि लेन्थ क्यालकुलेट गर्ने के। लेन्थ चाहिँ यदि लेस देन अर इक्वल्स टु 3 छ भने होइन, अथवा लेस देन 3 भनौँ न, लेस देन 3 छ भने पनि यो सेट इरर गरिदिनु पऱ्यो कि यसले। सो सेट इरर गरिदिनु पऱ्यो। यो गर्दाखेरि के गर्नु पऱ्यो यहाँ फुल नेम मस्ट बी ग्रेटर देन 3 क्यारेक्टर भनौँ न होइन, ग्रेटर देन 2 क्यारेक्टर भनौँ न क्यारेक्टर्स है। सो यसरी भ्यालिडेट गऱ्यो भने अब हेर त यहाँ के हुन्छ। सो मैले यसलाई रिफ्रेस गरेँ, यहाँ केही कुरा लेख्दा आउँछ यो अहिले यो पछि म्यानेज गर्नुलाई। अहिलेलाई मैले यति 3टा लेखेर भ्यालिडेट गरेँ ठिक छ, तर 2टा मात्र राखेर भ्यालिडेट गरेँ नि के हुन्छ हेर त फुल नेम इज रिक्वायर्ड अझै रिक्वायर्ड भनेर आयो। किन मैले रिक्वायर्ड भनेर आएको छ नि त, के भइरहेछ यहाँ ए सरी गाइजहरू यहाँ हेर है, यहाँ चाहिँ मैले फुल नेम इज रिक्वायर्डै राखेको छ क्या। यहाँ त मिलाउनु पऱ्यो नि त।
यहाँ कर्ली ब्राकेटतिर के गर्नु पर्यो, यहाँ तिमीहरूले इरर फुल नेम भन्ने कुरा राखिदिनु पऱ्यो क्या। अब चाहिँ आउँछ ल पर्फेक्टली आइसक्यो। सो तिमीहरूले यहाँ ग्रेटर राख्यो भने ठिक छ, इम्टी पुरै राख्यो भने रिक्वायर्ड भन्छ, एन्ड देन दुईवटा मात्र राख्यो भने के भन्छ, लेस देन ग्रेटर देन 2 क्यारेक्टर भन्छ कि। सो यही नै हो है भ्यालिडेसन। हजुर स्पेसमा के स्पेसमा यो यो मान्दो रहेछ, यसलाई पनि भ्यालिडेट गरौँ। हो यस्तो कुराहरू गर्नु पऱ्यो ल।